एकैछिन यो फ्याउरिनीको कुरा सुन्नु है, सुन्नु त। यहाँ सुन रविका पिउसा हो। हिजो रवि दाजु जेलबाट बाहिर आएको, बाघ आयो बाघ आयो बाघ आयो अरे। इह तिमीहरूका बाउको बाघ आयो। तिमीहरूकै बाउआमाले 1 रुपियाँ 2 रुपियाँ गरेर जोडेर सकारीमा जम्मा गरेको पैसा खाएर यत्रो भुँडी बेलनको जस्तो भुँडी बनाएर चाहिँ जेल गइरहेथे। सुकेको बिरालो जस्तो भएर लखर 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 आएर चाहिँ उहाँ भ्याउ 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 कराइरहेका थिए गाडीको छटछटमा गएर। त्यही हो बाघ। उसले त उसको पार्टी हिजो स्थापना गरेको देख्यौ। तिमीहरू कहाँबाट जन्मेको थाहा छ तिमीहरूलाई? तिमीहरू जन्मेको तिमीहरूलाई कसले हगेको थाहा छ? जन्मेको होइन, हगेको। एमाले काङ्ग्रेस माओवादीले हगेको लिड हो तिमीहरू, लिड थाहा छ? अनि अलिकति खाँदैनौ तिमीहरू? के को खानु त? अनि बाउआमाले दिएको खानु त? अनि सुकेर यस्ता भएका छन् मर्न आँटेका, प्याक र ट्याक लगाएर भ्याउ 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 कराएर रवि रवि भनेर। तिमीहरूको बाउ हो त रवि। इह यताबाट तिमीहरूको बाउ। फ्याउरिनी त धेरै त्यहाँनिर बसेर नबुक त के फेरि भाइरल हुनलाई चाहिँ त्यो रविको विरोध गरेपछि म पनि भाइरल हुन्छु भनेर तैँले त्यो त्यहाँ यो सामाजिक सञ्जालमा चाहिँ भुकेर बसेको हो? तेरो छोरीलाई चाहिँ बलात्कार गरे कि तँलाई बलात्कार गरे कि तेरो घरको सम्पत्तिहरू लिएर गयो कि रविले? त रविमाथि खनिनुपर्ने कारण के छ? रविप्रति विरोध गर्नुपर्ने काम के छ? त फ्याउरिनी त्यहाँनिर बसेर पुरै त्यो उताले के अरे भुकेर नबस् के अरे रविको पिउसाहरूले। रविको पिउसा हो एउटा इमान्दारपूर्वक काम गर्ने सच्चा यो देशलाई चाहने नै सबैले चाहेको होइन उसको कामप्रति उसको कामलाई सम्मान गरेको के बुझ्यो नि? रवि मात्रै होइन, चाहे जोसुकै पनि एउटा राम्रोसँग जनताको अलिकति भलो हुने काम गरिदियो भने सबैले चाहन्छन् के। त जस्तो पिउसा त्यो के अरे हामीलाई रविको पिउसाहरूले आफू चाहिँ मरण च्यासी खान नपाएर त्यो के अरे भिखारीको त्यो बाटोमा बसेर चाहिँ माग्ने के अरे जस्तो अनुहार छ। अरूलाई पिउसा अरे त्यो पनि बाउआमाले खाना दिए नै क्या हो? पिउसाहरूलाई त्यतिकै आएर पुग्छ अरे। तँलाई चाहिँ बरु खाना दिएको छैन होला तेरो बाउआमाले, थाहा छ? बाउले आमाले तेरो बुढाले खाना त्यो बुढाले रात दिनै रसी खाएर पिटेको जस्तो के अरे अनुहार छ क्या। रात दिनै त्यो पिट्दा मान्छे दुब्लाएर होइन पुरै त्यो हड्डी र छाला भएको आफ्नो थुतुनो के अरे थुतुनो छ। अनि अरूलाई बाउआमाले खाना दिए नै क्या हो? अरे अलिकति लाज नभएकी आइने शरम गर्के आफ्नो अनुहार पनि हेर के, बुझ्यो नि? अलिकति शरम छैन बोल्नलाई? रविको पिउसारे के पिउसारे तेरो कुराले नि दिमाग खराब हुन्छ। तेरो कुरा सुन्दा नि आफू आफ्नो औकातमा के अरे बस्के। रविले केही पनि गरेको छैन तेरो। त भाइरल बन्नको लागि जे पनि के अरे भन्छेस्? लाज नबाकी बाता किन आइरहेछस् त?